ल नेपाल फेरि विश्वकपको मञ्चमा फर्किएको छ। तर यो पटकको कुरा अलि फरक छ। सपना ठूलो छ, लक्ष्य महत्वाकांक्षी छ, सुपर 8। आउनुहोस् यो ऐतिहासिक यात्राको हरेक पाटोलाई एकदमै नजिकबाट हेरौं। र यो आत्मविश्वास यो त सिधै नेतृत्वबाटै सुरु हुन्छ। कप्तान रोहित पौडेलले टिमको लक्ष्य एकदमै प्रष्ट पारिसकेका छन्। हामी सुपर 8मा पुग्न सक्छौं भन्ने कन्फिडेन्स छ। अब यो केवल एउटा भनाइ मात्रै त होइन नि, होइन र? यो त कडा मेहनत र विगतको अनुभवले जन्माएको एउटा दृढ विश्वास हो। ल पहिलो खण्डमा जाउँ, सुपर 8को सपना। आखिर के हो त यो सुपर 8 जसको चर्चाले सिङ्गो देशलाई नै यति उत्साहित बनाएको छ? टी20 विश्वकपको फर्म्याटबारे धेरैलाई थाहा नहुन सक्छ। सजिलोसँग बुझ्दा सुपर 8 भनेको एउटा एकदमै महत्त्वपूर्ण दोस्रो चरण हो। यहाँ सुरुको समूहबाट आएका टप टिमहरू सेमिफाइनलमा ठाउँ बनाउनका लागि भिड्छन् र नेपालको लागि हो त्यहीसम्म पुग्नु नै अहिलेको मुख्य लक्ष्य हो। अब जाउँ दोस्रो खण्डमा, एक दशकको प्रतीक्षा, नेपालको विश्वकप इतिहास। हेर्नुस्, यो सपना आजको होइन, यसको जरा एक दशक लामो यात्रामा छ र यो अभियानको वास्तविक महत्त्व बुझ्नका लागि हामीले नेपालको विश्वकप इतिहासलाई एकपटक फर्केर हेर्नै पर्छ। नेपालको टी20 विश्वकप यात्रा त साँच्चै नै उतार चढावले भरिएको छ। पहिलो पटक सन् 2014मा बङ्गलादेशमा, अनि त्यसपछि विश्वमञ्चमा फर्कन पुरै एक दशक लाग्यो 2024मा। र अब हेर्नुस् त टिमले लगातार दोस्रो पटक विश्वकप खेल्दैछ। यो आफैमा एउटा ठूलो उपलब्धि हो नि, होइन र? र यी दुई अभियानको कथा एकदमै फरक छ। सोच्नुस् त, 2014मा नेपालले दुईवटा खेल जित्यो, तर नेट रन रेटको कारणले मात्रै अर्को चरणबाट बाहिरियो। कति नजिक पुगेर पनि चुकेको। तर 2024मा एउटै खेल नजिते पनि विश्वका टप टिमहरूलाई दिएको टक्करले त्यसले नेपाललाई विश्वव्यापी सम्मान र ध्यान दिलायो। र त्यो पहिलो विश्वकपको भावनाबारे बताउन सोमपाल कामी भन्दा राम्रो को हुन सक्छ र? उनी तीनवटै विश्वकप खेल्ने एक मात्र खेलाडी हुन्। उनको भनाइ सुन्नुस् है, त्यसबेला विश्वलाई नेपालमा क्रिकेट छ भनेर देखाउनु महत्त्वपूर्ण थियो। हामी सबै भावुक थियौं। त्यो क्षण भनेको साँच्चीकै नेपाललाई क्रिकेटको नक्सामा स्थापित गर्ने क्षण थियो। ल अब तेस्रो खण्ड, टोलीको संरचना, अनुभव र युवा जोश। त्यसो भए यो सपनालाई काँधमा बोक्ने खेलाडीहरू को हुन् त? अहिलेको टोलीलाई हेर्दा यो अनुभव र रोमाञ्चक युवा प्रतिभाको एउटा गजबको मिश्रण देखिन्छ। यो टिमको अनुभवलाई हेरौँ है त। एकातिर सोमपाल कामी छन् जो आफ्नो तेस्रो विश्वकप खेल्दैछन्। त्यसपछि 9 जना खेलाडीहरूको एउटा बलियो समूह छ जो दोस्रो पटक फर्किया छन्, अनि 5 जना नयाँ खेलाडीहरू विश्वको सबैभन्दा ठूलो मञ्चमा डेब्यू गर्दैछन्। यो अनुभव र नयाँ ऊर्जाको एकदमै सन्तुलित र ठोस मिश्रण हो। र डेब्यू गर्ने खेलाडीहरू मध्ये सबैको नजर एउटै खेलाडीमा छ, मिस्ट्री स्पिनर शेर मल्ल। नेपाल प्रिमियर लिगमा सनसनीपूर्ण प्रदर्शन गरेपछि उनले पहिलो पटक राष्ट्रिय टिममा ठाउँ बनाएका छन्, र त्यो पनि सोझै विश्वकपमा डेब्यू गर्ने अवसरका साथ। कस्तो गजबको मौका! ल अब एक नजर सम्भावित प्लेइङ 11मा। कुशल भुर्तेल र आसिफ शेख जस्ता ओपनर, कप्तान रोहित पौडेल र उपकप्तान दिपेन्द्र सिंह ऐरीले सम्हाल्ने बलियो मध्यक्रम, अनि करण केसी र सोमपाल कामी जस्ता अनुभवी बलरहरू। हेर्दा त एकदमै सन्तुलित टोली देखिन्छ। अब चौथो खण्ड, समूह चरणका चुनौतीहरू। तर सुपर 8को बाटो सजिलो भने पक्कै छैन। आउनुहोस् अब नेपालले सामना गर्नुपर्ने केही कठिन चुनौतीहरूलाई हेरौं। यो समूह त साँच्चै नै एकदमै कठिन छ। सोच्नुस् त, नेपालले दुई पटकका च्याम्पियन टी20 क्रिकेटका पावर हाउस इङ्ल्यान्ड र वेस्ट इन्डिजको सामना गर्दैछ, अनि स्कटल्यान्ड छ जो एसोसिएट राष्ट्रहरूमध्ये सबैभन्दा बलियो मानिन्छ, र भर्खरै आयरल्यान्डलाई हराएको उदाउँदो इटालीको टिम पनि छ। हरेक खेल यहाँ युद्ध बराबर हुनेवाला छ। तर टिम डराएको जस्तो देखिँदैन। सोमपाल कामीले आफ्नो पहिलो प्रतिद्वन्द्वीबारे दिएको यो भनाइ एकदमै मन पर्यो। इङ्ल्यान्डसँग अलि टफ त होला, तर इङ्ल्यान्ड हरेक विश्वकपमा एउटा टिमसँग हारेको हुन्छ। यसपटक नेपाल नै हुन पनि सक्छ। यस्तो प्रतियोगितामा चाहिने भनेकै यस्तै लडाकु भावना हो। चुनौतीमा अर्को कुरा पनि थपिन्छ, खेल हुने मैदान। नेपालका सबै समूह चरणका खेलहरू मुम्बईको प्रतिष्ठित वानखेडे स्टेडियममा हुँदैछन्। त्यहाँ समुद्री हावाले सुरुमा फास्ट बलरहरूलाई मद्दत गर्छ, तर खेल अघि बढ्दै जाँदा पिच ब्याटिङका लागि झन राम्रो हुँदै जान्छ, र छोटा स्क्वेयर बाउन्ड्री छन्।
मतलब धेरै ठूला शटहरू देख्न पाइनेछ। त्यसैले एउटा नम्बर दिमागमा राखिराखौं, 178। यो हो वानखेडेमा पहिलो इनिङ्सको औसत स्कोर। यसले एउटा प्रतिस्पर्धात्मक टोटल कति हुनुपर्छ र नेपालका ब्याट्सम्यानहरूले के लक्ष्य राख्नुपर्छ भन्ने एउटा स्पष्ट चित्र दिन्छ। ल अब अन्तिम खण्डमा सुपर 8 किन यति महत्त्वपूर्ण छ? यी सबै चुनौती र इतिहास हेरिसकेपछि अब मुख्य प्रश्नमा आउँ। आखिर नेपालका लागि सुपर 8मा पुग्नुको महत्त्व यति धेरै किन छ त? किनभने यो केही खेल जित्ने कुरा मात्रै होइन, यो त भविष्यको कुरा हो। यो वर्ष सुपर 8मा पुग्नुको अर्थ हो 2028को T20 विश्वकपका लागि सिधै छनौट हुनु। सोच्नुस् त यो कति ठूलो फड्को हुनेछ। यसले टिमलाई अरू फर्म्याटमा ध्यान दिन मद्दत गर्छ र देशमा क्रिकेटको विकासलाई वर्षौंसम्म अगाडि बढाउँछ। र हो, यो सबै कुरा अन्ततः भावुक प्रशंसकहरूसँग जोडिन्छ। उपकप्तान दिपेन्द्र सिंह ऐरीले भने जस्तै, समर्थकहरूले पनि आशा राखेका छन्। हामीले राम्रो क्रिकेट खेलिरहेका छौं, त्यसो हुँदा समर्थन पनि पाइरहेका छौं। साँच्चै यो टोलीले सिङ्गो राष्ट्रको सपना बोकेर मैदानमा उत्रदैछ। त्यसैले अन्तिम प्रश्न यही नै हो। अगाडि एउटा ऐतिहासिक अवसर र पछाडि सिङ्गो राष्ट्रको साथ के यो नेपाली टोलीले इतिहास रचेर सुपर 8मा प्रवेश गर्न सक्ला त? र यो रोमाञ्चक यात्रा अब सुरु हुन लागेको छ। यहाँ नेपालको समूह चरणका खेलहरूको पूरा तालिका छ, सबै वानखेडे स्टेडियममा। आफ्नो क्यालेन्डरमा यी मितिहरूलाई टिपोट गरिहाल्नुस्, किनकि यो नेपाली क्रिकेटका लागि एउटा